एभ्रिवान वेलकम टु माई न्यू भ्लग। अब यो चाहिँ हाम्रो पोखरा ट्रिप होइन, मेरो फर्स्ट टाइम। हेरौँ कस्तो हुन्छ। हामी चाहिँ यहाँबाट चाहिँ बस चढेर गयौँ घरबाट, अनि बस पार्क गएर चाहिँ माइक्रो चढ्यौँ। टुरिस्ट बस पाएन, नानीले चाहिँ टुरिस्ट बसमा जाने भनिरहेको थियो। नानी हामी पोखरातिर लाग्यौँ। यो चाहिँ कहाँको पुल हो है, कहाँको पुल बिर्सेँ। अनि यो चाहिँ यो पुलमा चाहिँ सास नफेरिकन केही कुरा माग्यो भने चाहिँ पुरा हुन्छ भन्नुहुँदो रहेछ। तर मैले चाहिँ सास फेरेँ, सकिनँ। अनि हामी पोखरा आइपुग्यौँ। 3-4 घन्टामा त हामी पोखरा नै आइपुगेको थियौँ। अनि त्यो चाहिँ हामी बसेको होटेल। अनि होटेल गयौँ, फ्रेस भयौँ, अनि खाजा खायौँ। खाजा खाएर लेक साइडतिर लाग्यौँ। अनि घोडा चढेर आइरहनु भएको थियो एकजना दाजु। मैले उहाँको भिडियो गरेँ, मलाई रमाइलो लागेर। यही हो, बेलुकातिर लेक साइड जानु यस्तो रमाइलो हुँदो रहेछ। बेलुका चाहिँ एकचोटि भयो नि जाम जस्तो चाहिँ लाग्दो रहेछ। भनी सधैँ गएँ, रमाइलो लागेर। अनि हामीले बेलुकाको आरती हेऱ्यौँ। बेलुकाको आरती हेऱ्यौँ। अनि त्यसपछि अनि नानीले गेम खेल्ने भन्न थाल्यो। अनि मेरो छोरीलाई गेमभन्दा पनि बढी रोटेपिङ खेल्न मन लागेको थियो त्यहाँ। तर रोटेपिङ चाहिँ हामीले खेलाएनौँ, अरू गेम चाहिँ सबै खेलायौँ। र हामी गएर खानासाना खाएर गएर सुत्यौँ। र भोलिपल्ट उठेर बिहान मन्दिर आयौँ। कति बजी आयौँ भने मन्दिर हेरी 8-9 बजे। यस्तो अल्छी छौँ हामीलाई। हेर्नु, अल्छी गरेको होइन कि पानी परेको भएर चाहिँ त्यति ढिलो आएको है फेरि साथीहरू। अनि म चाहिँ डुङ्गा चढ्न भनेपछि 1 नम्बरमा डराउने मान्छे। म कसरी त्यो डुङ्गा चढेर त्यो मन्दिर घुमेर मन्दिर गएर दर्शन गरेर फर्केर आइपुग्यो होला त्यो मलाई मात्र थाहा छ। 1 नम्बरको डरपोक म डुङ्गा चढ्नमा है। तर मेरो छोरी चाहिँ नडराउने। गयौँ, मन्दिर दर्शन गऱ्यौँ, रमाइलो लाग्यो। हामी त बाहिरबाट गर्ने हो। सबैजनाले बोटिङ गर्नुभएको देख्दा चाहिँ गरम जस्तो चाहिँ हो नि है। तर के गर्नु, आफ्नो डर लाग्छ। अलिकति यताबाट उता हल्यो भने नि भइहाल्छ। अनि हामी फेवा ताल गयौँ, मन्दिर दर्शन गऱ्यौँ ओऱ्यौँ। अनि आएर अनि खाजासाजा खायौँ ओऱ्यौँ। अनि गुप्तेश्वर महादेव गयौँ। त्यसपछि अनि गुप्तेश्वर महादेवको नि दर्शन गऱ्यौँ। भित्र चाहिँ फोटो खिच्न नदिनु हुँदो रहेछ। तर फोटो खिच्न मिल्दैन भन्न चाहिँ भन्नुहुन्छ। तर धेरैजनाले चाहिँ खिच्नु हुँदो रहेछ है, मैले देखेको। अनि डेलिज फल गयौँ। पनि राम्रो देख्छ। किनभने पानी परेको थियो नि त, पानी परेको भएर चाहिँ राम्रै। हाम्रो खाना खाने ठाउँ। अनि हामी यहाँ खाना खायौँ। यहाँ चाहिँ खाना एकदम मिठो पाइन्छ है साथीहरू, मिठो घरको जस्तै भनौँ न। अनि हामी कता गयौँ त्यसपछि अनि हामी बेलुका पुम्दीकोट स्तुपा गयौँ। स्तुपामा चाहिँ बोल्न दिनु हुँदो रहेछ है, चुप मेरो छोरी चाहिँ यति धेरै बोल्ने नि फेरि।
यहाँ चाहिँ मैले स्तुपाबाट खिचेको। त्यसपछि स्तुपा गएर चाहिँ अनि पुम्देकोट गयौँ। पुम्देकोट गएर राम्रो भ्यू देखेको थियो, हिमालहरू सबै छर्लङ्ग देखेको थियो। रमाइलो भयो, रमाइलो गऱ्यौँ। मेन त मेरो छोरीले धेरै रमाइलो गर्यो, खुसी लागेको छ। मेरो क्यामेरा चाहिँ राम्रो छैन है साथीहरू, हेर्नु न कति नराम्रो आयो मेरो क्यामेराबाट फोटो। तैपनि मलाई हाल्न मन लाग्यो भिडियो, त्यही भएर मैले हालेँ। यति हावा चलेको थियो, यति जाडो भएको थियो साथीहरू, यति जाडो भयो। यो हो सारनकोट जाने बाटो। त्यसपछि हामी सारनकोट गयौँ भोलिपल्ट। पञ्चमुखी गणेशको मन्दिरमा गयौँ। मलाई बोल्न आउँदैन है साथीहरू, के बोल्ने हुन्छ। मेरो छोरी कति धेरै खुसी भयो। त्यहाँबाट हामी फर्क्यौँ। त्यहाँबाट हामी फर्केपछि हामी बेगनासताल गयौँ। बेगनासतालमा नि उयो सानो बाबुले कस्तो मजाले बोटिङ गरेको कि हेरिरहनु मन लाग्यो। मैले चाहिँ ठुलो भएर कस्तो डराएको छु है। यो सानो बाबु हेर्नु न, कति राम्रो छ, कति मजाले बोटिङ गरेको कि। अनि फेरि पाला आयो मेरो छोरीको पार्क जाने। मेरो छोरीलाई एक दिन पार्क जानै पर्ने। फेरि उसलाई खेल्न मन लागिरहेको थियो रोटेपिङ है, तर हामीले हाम्रो छोरीलाई खेलाइदियौँ काइट। हाम्रो छोरी डराइन्, त्यसपछि रोटेपिङ खेल्छु नै भनेनन्। यो भाइ चाहिँ कस्तो मजाले नाचिरहेको थियो, पानी सिटाइदिए। मेरो छोरी चाहिँ त्यहाँदेखि डराउँछ। अनि चाहिँ हामी घर फर्किँदैन, बिहानभरि पानी पऱ्यो। चाहिँ हाम्रो होटल पछाडिको भ्यू हेर्दा हेर्दै फर्किने दिन पनि आयो। तर साँच्ची भन्नुपर्दाखेरि मलाई चाहिँ फर्किन मन चाहिँ लागेको थिएन है। अनि पानी बिसायो। पानी बिसाएपछि हामी माथि काहुँ डाँडा गयौँ। काहुँ डाँडामा चाहिँ पुरै हुस्सु लागेर कस्तो भएको थियो, बाटै नदेखिने भएको थियो है। अनि त्यसपछि चाहिँ अनि एकछिनपछि चाहिँ अनि हावा चल्यो चाहिँ चल्लक्क कुलेर चल्लक्क यस्तो क्लियरली हिमालहरू यति राम्रो देखिएको थियो हिमाल। अनि फेरि घर फर्किने बेलामा त लेक साइड त एकचोटि जानै पर्यो साथीहरू। र एकचोटि हामी लेक साइड गयौँ र हामी खानासाना खाएर फर्क्यौँ। थ्याङ्क्स फर वाचिङ।